आइपिओ भरे लखपति बन्ने अवसर आएको हो त। नेपाली शेयर बजारको इतिहासमै सबैभन्दा महँगो आइपिओ। एउटा कम्पनीको आइपिओ भर्न न्यूनतम पनि 41,000 रुपैयाँको जुहो गर्नुपर्ने भएको छ। विगतमा 1,000 रुपियाँको लगानी गरेर 5,000, 10,000, 20,000 जस्तै कमाइ भए चाहिँ 41,000 को लगानीले के लखपति बनाउला त? 41,000ले के लाख, 2 लाख, 3 लाख बन्ला त? के यो लखपति बन्ने अवसर हो कि स्क्यामहरू मध्येको अर्को स्क्याम हो? रिलायन्स स्पिनिङ मिल्स उत्पादन तथा प्रशोधन सेक्टर अन्तर्गतको कम्पनीले कुल 11,55,960 किता जेनरल पब्लिकको लागि भनेर इस्यु गर्न लागेको छ। न्यूनतम 820 रुपैयाँ 80 पैसाको दरले निष्कासन गरिएको यो आइपिओमा न्यूनतम 50 किताको दरले आवेदन दिनुपर्नेछ। यसको मतलब एकजनाले आइपिओमा एप्लाई गर्नको लागि न्यूनतम पनि 41,040 रुपैयाँको जोहो गर्नुपर्ने देखिन्छ। केयर रेटिङ नेपालले A-IS को रेटिङ दिएको यो संस्था आफ्नो वित्तीय दायित्वहरू सजिलोसँग वहन गर्न सक्ने भनी रेटिङ पाएको संस्था हो। अब शेयरबाट असुली हुने रकमको मध्येको 83,32,15,968 रुपैयाँ चाहिँ कम्पनीको शेयर प्रिमियम बनेर देखिनेछ। शेयर प्रिमियम अथवा कम्पनीको जगेडा कोषहरूमध्ये बनेर बस्नेछ। अर्थात् कम्पनीको रिजर्भ एन्ड सरप्लसमा 83 करोड रुपियाँको चाहिँ बढोत्तरी देखिनेछ। विदेशमा रहेका नेपालीहरूको लागि भनेर निष्कासन गरिएको कुल निष्कासित किताहरूमध्ये 18.89 गुणाले चाहिँ बढी आवेदन भरेको देखिन्छ। 38,655 जनाले 21,83,860 किताको लागि आवेदन दिएका छन्, जहाँ निष्कासन भनेको चाहिँ 1,15,596 किताको लागि मात्र भएको थियो। अब जेनरल पब्लिकको लागि पुस 7 देखि पुस 11 गतेसम्म कुल 9,24,768 किता चाहिँ इस्यु हुन लागेको छ। यसको अर्थ आइपिओ भर्ने मध्ये 18,495 जनाले चाहिँ आइपिओ पाउनेछन्, उनीहरूलाई एलोटमेन्ट हुनेछ। त्योभन्दा बाहेकको चाहिँ खाली हात हुनेछन्। अब रिलायन्स स्पिनिङ मिल्स चाहिँ सन् 1994 मा स्थापना भएको कम्पनी हो। नेपालको धागो उत्पादक कम्पनीहरूमध्ये सबैभन्दा ठुलो कम्पनी हो रिलायन्स स्पिनिङ मिल्स। देशमा रोजगारी दिने पनि कम्पनीहरूमध्ये अग्रणी स्थानमा रिलायन्स स्पिनिङ मिल्स आउँछ। 4,000 भन्दा बढी मान्छेहरूलाई चाहिँ कम्पनीले प्रत्यक्ष रोजगारी दिएको छ। नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा पनि यो कम्पनीले वार्षिक रूपमा 50 मिलियन अमेरिकन डलर भन्दा बढीको चाहिँ निर्यात गरेको छ। अत्यन्तै परिष्ठित व्यापारिक घरानाहरू मध्येको एक गोल्यान र अग्रवाल घरानाहरूको यसमा लगानी भएको देखिन्छ। पवन कुमार गोल्यान उहाँ स्वयं आफ्नो 21.95%, शशिकान्त अग्रवालको 44.93% र अक्षन गोल्यानको 22.98% चाहिँ कम्पनीमा लगानी रहेको देखिन्छ। अब कम्पनीले प्रकाशन गरेको प्रबन्धपत्रलाई चाहिँ आधार मानेर कुरा गर्ने हो भने 79-80 मा कम्पनीको नेटवर्थ 242 रुपियाँ 5 पैसा देखिएको थियो। अर्निङ पर सेयर 54 रुपियाँ 34 पैसा देखिएको थियो। तर असार मसान्त 2080-81 सम्मको चाहिँ प्रोभिजनल रिपोर्ट हामीले हेर्छौँ भने कम्पनीले आफ्नो नेटवर्थ पर सेयर चाहिँ 179.45 हुन सक्ने भनेर आकलन गरेको छ। भनेको नेपाल विद्युत प्राधिकरणलाई विद्युत मौसर बापत तिर्नुपर्ने दायित्वको चाहिँ गणना गर्नु पर्दा कम्पनीले चाहिँ 179.45 को नेटवर्थ हुन्छ भनेर प्रकाशन गरेको छ। कम्पनीको इपिएस पनि 54 बाट घटेर 2 रुपियाँ 8 पैसामा आएको छ। कम्पनीको कुल उत्पादन क्षमता भनेको चाहिँ 48,960 मेट्रिक टन हो प्रति वर्ष। बजार हिस्साको कुरा गर्नुपर्दा 25 देखि 30% चाहिँ डोमेस्टिक मार्केटमा कम्पनीले सेल्स गर्ने गरेको छ भने 70-75% चाहिँ कम्पनीले एक्सपोर्ट गर्ने गरेको छ। भनेपछि कम्पनी मुख्यतः निर्यातमुखी रहेको छ। भनेको अब निर्यातसँग सम्बन्धित कम्पनीहरूलाई नेपाल सरकारले पनि विभिन्न किसिमका इन्सेन्टिभहरू टाइम टु टाइम दिइरहेको छ। भनेपछि यो पनि एउटा प्लस पोइन्ट हुन्छ। कम्पनीको कुल निर्यात चाहिँ 77-78 मा हेर्ने हो भने देशको कुल निर्यातकै 4% हिस्सा चाहिँ 77-78 मा कम्पनी एक्लैले धानेको छ। 78-79 मा हेर्ने हो भने 3.65%, 79-80 मा हेर्ने हो भने 4.61% चाहिँ देशभरिको कुल एक्सपोर्ट जति छ त्यो एक्सपोर्ट मध्ये रिलायन्स स्पिनिङ मिल्स मात्र यति कन्ट्रिब्युट गरेको देखिन्छ। अब नेप्सेमा कारोबार भइरहेका
म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरका अरू कम्पनीहरूको चाहिँ कस्तो पर्फर्मेन्स छ त्यो कुरा हामीलाई थाहा नै छ। युनिलिभर नेपाल, बोटलस नेपाल लिमिटेड जस्ता कम्पनीहरू, हिमालयन डिस्टिलरी लिमिटेड जस्ता कम्पनीहरू चाहिँ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ अन्तर्गतका कम्पनीहरू हुन्। यिनीहरूको प्रमिसिङ रिटर्न हामीले विगतका वर्षहरूमा देख्दै आएका छौँ। अब कुरा रह्यो कम्पनीको आइपिओमा एप्लाई गर्ने कि नगर्ने भन्ने कुरा। हुन त रिस्क बिनाको रिटर्न सपनामा मात्र सम्भव छ, तर यसो भन्दैमा रिलायन्स स्पिनिङ मिल्समै चाहिँ 41,000 रुपैयाँ चाहिँ दाउमा राख्नु कतिको उचित हुन्छ हुँदैन त्यो अहिले भन्न सकिन्न। लिस्टिङ भएपछि यो कम्पनीको सेयर 820 रुपैयाँ भन्दा तल कारोबार हुन्छ कि 820 रुपैयाँ भन्दा धेरै राम्रो माथि मूल्यमा कारोबार हुन्छ त्यो लिस्टिङ नहुँदासम्म भन्न सकिन्न। तर के चाहिँ भन्न सकिन्छ भने घाँटी हेरी हाड्निनुहोस्। मार्केट त्यसको लागि हो जसले क्यालकुलेटेड रिस्क लिन सक्छ। हाई रिटर्न चाहिन्छ भने तपाईँ हाई रिस्क लिन तयार हुनुपर्छ। आइपिओ भन्ने बित्तिकै फेस भ्यालुमै आउँछ, 100 रुपैयाँ प्रति किता नै हुनुपर्छ, आइपिओ भरेपछि नाफा नै हुनुपर्छ भन्ने कहीँ पनि छैन। तर जहाँसम्म कुरा हाम्रो प्रोस्पेक्टसमा आएको र अहिलेको एक्चुअल डेटामा चाहिँ धेरै भेरिएन्स छ भन्ने कुरा रहेको छ, त्यसमा छानबिन गर्ने निकाय छन्, तिनीहरूले छानबिन गर्छन्। तपाईँ दुई बित्ता उफ्रिँदैमा केही हुनेवाला छैन। बजार जहिले पनि सही हुन्छ। सक्नुहुन्छ चल्नुहोस्, सक्नुहुन्न भने गुमाउनुहोस्। हुन पनि एउटाले नगुमाई अर्कोले कमाउने भन्ने त गाह्रै छ। बजार चल्ने भने डिमान्ड र सप्लाईले हो। हामीले बजारमा धेरै कम्पनी देखा छौँ जसको नेटवर्थ नेगेटिभ छन्, इपिएस नेगेटिभ छन्, विगतका कयौं वर्षहरूमा उसले लगानीमा प्रतिफल दिन सकेको छैन। त्यस पनि त्यो कम्पनीका सेयरहरू 1000 रुपैयाँ 2000 रुपैयाँ भन्दा बढीमा कारोबार भएको नदेखेको होइन। बजार चल्ने डिमान्ड र सप्लाईले हो। डिमान्ड र सप्लाई निर्धारण गर्ने लगानीकर्ताको मानसिकताले हो। अब त्यो मानसिकता कस्तो बनाउने त्यो तपाईमा भर पर्छ। अध्ययन गर्नुहोस्, मन भए भर्नुहोस्, नभए नभर्नुहोस्। तपाईँ दुई बित्ता उफ्रिँदैमा कसैको केही फरक पर्नेवाला छैन।